तपाईहरूको देउता देवालयमा हुन्छ, हामी कलाकारको देउता प्रेक्षालयमा हुन्छ। त्यता 1200 देउता, यता म एउटा। मेरो संस्कारले भन्छ कर्मको थालनीमा देवतालाई ढोग्नुपर्छ। ढोगिसकेपछि देउताले पनि आशीर्वाद दिँदै ताली ठोक्नुपर्छ। आदरणीय दर्शकवृन्द, मैले यहाँहरू समक्ष केही समसामयिक विषयलाई सङ्घीय कविता बनाएर ल्याएको छु। केही टुक्राहरू छन् जसमध्ये थोरै राजनीति, धेरै सामाजिक छन्। पहिलो टुक्रा छ लेन्डुपहरूको लर्कन। बिन्ती छ नेपाली एउटा अभियान थालौँ, बिन्ती छ नेपाली एउटा अभियान थालौँ। धेरै नेता पाल्यौँ हामीले, अब बाख्रा पालौँ। विज्ञान र प्रकृति भन्दा हामी एक पाउ माथि छौँ। विज्ञान र प्रकृतिले कुहिएको आलुलाई सत्य बनाउन सक्दैन, तर हामी कुहिएको नेतालाई सत्य बनाउने प्रयासमा छौँ। त्यसैले त हामी नेपाली जनता हौँ। हेर्नुहोस्, अरू देशको चुनावमा मतदान हुन्छ, हाम्रो देशको चुनावमा मतलुटान हुन्छ। अरू देशको नेता जनताको भोटले चल्छ, हाम्रो देशको नेता अर्काको रिमोटले चल्छ। सधैँ टेलिभिजनको पर्दामा राष्ट्रियता र स्वाधीनता भनेर भुक्छन्। सधैँ टेलिभिजनको पर्दामा राष्ट्रियता र स्वाधीनता भनेर भुक्छन्। उताबाट एउटा बिल्ली आयो भने 10 वटा सिल्लीहरू लर्कन लाएर दिल्ली पुग्छन्। हेर्नुहोस्, चेसमा राजा ढलेपछि खेल सकिन्छ, सबलाई थाहा छ। चेसमा राजा ढलेपछि खेल सकिन्छ, सबलाई थाहा छ। देशमा राजा ढलेपछि बल्ल खेल सुरु भएको छ। इतिहासमा देशले एकचोटि सीता अन्मायो, एकचोटि भृकुटी अन्मायो। चम्की आउने क्रम जारी छ। बाजा बज्न थालिसकेको छ। हाम्रा लेन्डुपहरूले काम थापिसके, देशले घुम्टो हालिसकेको छ। एउटा लेन्डुप भन्छ जनतालाई कसरी ढाँट्ने, अर्को लेन्डुप भन्छ देशलाई काँको जसरी चिर्ने कि फर्सी जसरी काट्ने। अर्को लेन्डुपको सोचाइ छ देशलाई रोटी जसरी चपाउने। नेपाली जनतासँग अझै त्यति तागत छ यिनीहरूलाई बाँदर जसरी दबाउने। हेर्नुहोस्, स्वस्थानीमा जनता निष्क्रिय भए हात्तीले नेता छान्यो नवराज। हाम्रो देशमा नेता फेल भए पार्टीले नेता छान्यो खिलराज। विधाताले चाह्यो भने कर्मचारीलाई मन्त्री, नेतालाई गोठालो बनाउँछ। भाग्यको कुरो कसले थाहा पाउँछ? याद गर्नुहोस्, समयले सीमा नाग्यो भने यमराजको पनि काल आउँछ। सुरक्षाको घेरामा साइरन बजाएर सवारी चलाउँदैन जनताले सम्मान गर्दैन। सुरक्षाको घेरामा साइरन बजाएर सवारी चलाउँदैन जनताले सम्मान गर्दैन। दार्चुलाको घाउमा 60 रुपियाँको मलम लगाइदिनुहोस्, 60 लाखले आन्द्रा जचाउनु पर्दैन। देशलाई हेर्नुहोस्, सरदारले खरदारलाई मन्त्री बनायो, जनतालाई लोपो खायो इस। सरदारले खरदारलाई मन्त्री बनायो, जनतालाई लोपो खायो इस। जागिर पनि खाने, मन्त्री पनि बन्ने, ठिक्क लाल नवान्याधीश। बिन्ती छ नेपाली एउटा अभियान थालौँ, धेरै नेता पाल्यौँ हामीले, अब बाख्रा पालौँ। अब यी अटेरीहरूलाई धेरै नभनौँ। अब म सामाजिक पक्षतिर लाग्छु। यहाँहरूलाई भोक लागेको जस्तो छ, म अलिकति खाजा खुवाउने प्रयास गर्छु। मेरो पहिलो खाजा छ मकै र चाउचाउ। अलिकति गाउँको खाजा, अलिकति सहरको खाजा। हेर्नुहोस्, केटा भनेको मकैको घोगा हो, केटी भनेको चाउचाउको पोगा हो। हेर्नुहोस्, मकैको घोगा कस्तो ह्यान्डसम, कति बाक्लो लुगा, कति लामो जुङ्गा, बाहिर बोक्रा, भित्र दाना, दाना भित्र खोया। कति राम्रो भलाद्मी, कसैसँग नबोल्ने, बाटोको छेउमा बोल्दा पनि सुरुमा बोक्रा नखोल्ने। केटी भनेको रेडिमेड चाउचाउ, केटी भनेको रेडिमेड चाउचाउ, पकाउनु नि नपर्ने, फकाउनु नपर्ने, मराकमुर पारेर काट्दै खाए पनि। बाहिर प्लास्टिकको खोल, फ्राई गरे सिङ्गा जस्तो सुक्खा पानी हाले गुन्द्रुक जस्तो झोल। पाङ्गो पकाए सोझो, सोझो पकाए पाङ्गो। 26,000को लुगा किन्दा नि आधा शरीर नाङ्गो। अब अर्को छ अचम्मको नियम। नारी
नारीलाई पूजा गर्नुपर्छ भनेर पूजा गरे। महालक्ष्मी, महासरस्वती, महाकाली, नारीलाई माया गर्नुपर्छ भन्ने एउटा राम्री केटीलाई माया गरेको आफ्नो श्रीमती आएर भइदिन थाले। बास दिनुपर्छ भनेर घरमा लिएर गएको घोक्याएर पठाइ, सहयोग गर्नुपर्छ भनेर एउटा सिक्री किन्दै त्यो पनि खोसेर ल्याए। हेर्नुहोस् कस्तो अचम्मको नियम। एउटा गोठालोले 50 वटा बाख्रा चराउन मिल्ने, एउटा मास्टरले 100 वटा विद्यार्थी पढाउन मिल्ने, एउटा डाक्टरले दिनको 200 वटा बिरामी हेर्ने गर्छ, एउटा पुरुषले 2टा नारीलाई माया गर्दा के फरक पर्छ? पनि नारीहरू रिस गर्छन् नारीकै, पनि नारीहरू रिस गर्छन् नारीकै। ऐश्वर्या राय राम्री भन्नुहोस् त कस्तो रिसाउँछन्, सलमान खान राम्रो भन्नुहोस् त लपक्क टाँसिन आउँछ। त्यसैले म यो महिला अधिकारवादीलाई भन्छु, मिल्छ भने यस्तो नियम बनाइदिनुस् कि नारीले नारीसँग बिहे गर्ने, मिल्छ भने यस्तो नियम बनाइदिनुस् कि नारीले नारीसँग बिहे गर्ने। एउटी नारीले अर्की नारीलाई माया गर्न नदिन्छ, हामीले मात्र के गर्ने? अब अर्को माइक्रो बसको यात्रा तपाईँ हामी सबैले भोगेको अनुभव भन्छन्। आधा आकाश ढाक्ने नारी, आकाशमा हेरेको बादल मात्रै छ के नारी भने बादल हो त होइन। बरु आधा माइक्रो बस ढाक्ने नारी भने हुन्छ। माइक्रो बसको सिटमा हेर्नुहोस् त 3 जना अट्टी सिटमा 2 जनाले ढाक्छन्, काखमा राख्नु पर्ने पर्छ, अर्का सिटमा राख्छन्। शरीर हेरे 1 क्विन्टलको बोरा भुस भर्या जस्तो टिसिक्क पर्या लेगिन्स ला हुन्छ, पिँडुलाई हेरेर 16 किलोको माछा चाल्नु पर्या त। कोइडा जस्तो छाती, कोइडा जस्तो शरीर, पाखुरा देखाउँछन् हात्तीको सुँड जत्रो, नाइटो देखाउँछन् परवा गुण जत्रो। पुरुष पनि कम छैन, पुरुष पनि कम छैन। पछाडि बस्ने बुढो लपक्क टाँसिन आउँछ, त्यही बेला माइक्रोफोनले घचक्क ब्रेक लाउँछ, सबैजना हुत्तिन्छन्। झट्ट हेर्दा पुरुषले नारीलाई पेल्या जस्तो, झट्ट हेर्दा पुरुषले नारीलाई पेल्या जस्तो। त्यो अर्थमा गर्दाको पेलाइ के काम, बालुवा बोरा बक्सिङ हेल्या। अर्को पानी र नारी। पानीको रङ हुँदैन, जस्तो रङ हाल्यो त्यस्तै देखिन्छ। नारीको जात हुँदैन, जोसँग बिहे गर्यो त्यहीसँग मिल्छ। अब पानी जमेको ठाउँमा माछाको भुरा धेरै हुन्छ, नारी बसेको ठाउँमा अर्काको कुरा धेरै हुन्छ। पानी जस्तो भाँडामा हाल्यो त्यस्तै आकार लिन्छ, नारी जस्तो भाँडाको पानी खायो त्यस्तै शरीर बन्छ। हेर्नुहोस् त, घैँटाको खाने घैँटी, सुराईको खाने सुरीली, मेलम्चीको खाने लाम्ची, बुढालीको खाने बुढी, सुन्दरी दलको खाने सुन्दरी। पहिलाका महिलाहरू गाउरीमा पानी बोक्थे, अङ्खरामा सारेर खान्थे, चिटिक्क पटुका बाँधे अङ्खरा जस्तै हुन्थे। कति राम्रो धोती लाउँथे, कति राम्रो चोलो। अहिलेको महिलाहरूले त जारको पानी खाएर होला, जार जस्तै सोलोमोलो। यसरी नै साइज बढ्दै जाने हो भने अब ट्याङ्करको पानी खाने दिदीहरूको शरीर बढेर भयङ्कर भएर घरको वल्लो भित्ता छुन्छ। अर्को साल गाई यात्रा हेर्न आउँदा भिनाजु मोटरसाइकलमा, दिदी ट्रकमा आउनुपर्ने हुन्छ। अब अर्को विज्ञापन। हाम्रा सहभागी कलाकार साथीहरूले कस्तो विज्ञापन खेल्नु भएको छ हेर्नुहोस्। टेलिभिजनमा कस्तो विज्ञापन आउँछ। दीपक राजगिरीले दिपाश्रीलाई भुत्ल्याउँछ, किन भन्दा हातमा कपाल आएन भने बिहे गर्ने। दीपकले दिपालाई भुत्ल्याउँछ, किन भन्दा हातमा कपाल आएन भने बिहे गर्ने। मदन कृष्ण दाइ र हरिवंश दाइको नाता फलामको डन्डी जस्तो छ रे, भोलि ह्याक्सपेडवाला आएर काट्दियो भने के गर्नु। हेर्नुहोस्, मनोज गजरेलजी मार्क्सवादी विद्यार्थी भएर पुँजीवादी विज्ञापन खेलाएको छ। प्रभुको इच्छा भनेर पैसा ढोगाएको छ। शिवहरी पौडेल र जितु नेपाल राष्ट्रको झन्डा बोक्नुपर्ने कलाकारलाई जुत्ता बोकाएको छ। सुन्तली र धुर्बुसलाई ट्र्याक्टर जोताएको छ। राता मकै किरण केसीलाई चामल बेच्न लाग्छ, मकैलाई चामल बेच्न लाउने। त्यसैले म भन्छु, आफ्नो चामलको ढुङ्गा केलाऊ, हाम्रो कलाकारलाई जताभावी विज्ञापन नखेलाऊ। हेर्नुहोस् नायिका करिश्मा र झरनालाई कत्रो दुर्गति बनाएको छ। हेर्नुहोस् हाम्री नायिका करिश्मा र झरनालाई कत्रो दुर्गति बनाएको छ। पानीमा उभिएर हुँडाभन्दा माथिको बिडी उचालेर साबन खाती साबन
पोखादी भन्न लाग्छ। मिडीभित्र साबन हुन्छ हामीलाई थाहा छैन, त्यहाँनिर त रावण हुन्छ। उनीहरूको साबनको बोक्रा देखाउने, हामी कलाकारको तिग्रा देखाउने। मेरो कुरो उद्योगपतिले सुन्छ कि विज्ञापन एजेन्सीले सुन्छ? मेरो कुरो उद्योगपतिले सुन्छ कि विज्ञापन एजेन्सीले सुन्छ? वही नायक राय समाजले पिपिआर मजबुत पाइप नेपाल टप सब ठिकठाक भनेर कटु गरे भने जवाब को हुन्छ? अब अर्को म यहाँहरूको मनको कुरा भन्छु। हरेक नारीको मनमा हुन्छ लोग्नेलाई कसरी काममा लगाउँ, कसरी दबाउँ। हरेक नारीको मनमा हुन्छ लोग्नेलाई कसरी काममा लगाउँ, कसरी दबाउँ। हरेक पुरुषको मनमा हुन्छ श्रीमतीको आँखा कसरी छल्काउँ। हजुर भन्नु होला यस्तो कुरो तपाईँ कसरी थाहा पाउनुहुन्छ? म प्रमाण पेश गर्छु हजुर। दाइहरू दुईचोटि गाई जात्रा हेर्नुहुन्छ, एकचोटि घर्की लिएर आउनुहुन्छ, एकचोटि अर्की लिएर आउनुहुन्छ। घर्की लिएर आउँदा 300 को सिटमा बस्नुहुन्छ, बच्चा पाखा राख्नुहुन्छ। घर्की लिएर आउँदा 300 को सिटमा बस्नुहुन्छ, बच्चा पाखा राख्नुहुन्छ। अर्की लिएर आउँदा 500 को सिटमा बस्नुहुन्छ, आफ्नो हात पनि अर्काको आँखा राख्नुहुन्छ। घर्की लिएर आउँदा बच्चा रो बत्ती बाल भन्नुहुन्छ, अर्की लिएर आउँदा गरिब बत्ती निभा भन्नुहुन्छ। घर्की लिएर आउँदा हाम्रो कार्यक्रम हेर्नुहुन्छ, हाँस्नुहुन्छ, ताली पिट्नुहुन्छ, दाइ पनि मस्त, भाउजू पनि मस्त। अर्की लिएर आउँदा कार्यक्रम पहिले हेरिसके हुन्छ, हाँसो पनि आउँदैन, ताली पनि आउँदैन, हात पनि उतै बेच्दा आँखा पनि उतै धोन्छ। घर्की लिएर आउँदा पासमा हुनुहुन्छ, अर्की लिएर आउँदा टिकट काटेर हेर्नु भएको छ, मलाई थाहा छ। घर्की लिएर आउँदा पासमा हुनुहुन्छ, अर्की लिएर आउँदा टिकट काटेर हेर्नु भएको छ, मलाई थाहा छ। एकचोटि ताली बजाइदिनुहोस् त। कसले भाउजू फेर्ने गर्नु भएको छ? भाउजू फेर्नेको संख्या देखियो। आजभोलि यो रोग धेरैलाई सरे जस्तो छ। भाउजू फेर्नेको संख्या देखियो। आजभोलि यो रोग धेरैलाई सरे जस्तो छ। गल्ती भावै माफ पाऊ है, त्यहाँ बस्ने दाइ भाउजूलाई निकै चोट परे जस्तो छ। भाउजूले मनमा नै भन्दै हुनुहुन्छ मोरो ठट्टा गर्छ। भाउजूले मनमा नै भन्दै हुनुहुन्छ मोरो ठट्टा गर्छ। ठट्टा होइन भाउजू, दाइ चाहिँ सक्कल यो मैले चिनेको छु, हजुरको चाहिँ नायर त हेर्नुपर्छ। अब सबै उमेरलाई पुग्ने गरेर एउटा उमेर र खेल। 15 देखि 25 वर्षसम्मकी केटी, टिनेजरकी केटी भनेको फुटबल हो। टन्न हावा भरेपछि जता पनि गुड्ने, एउटाको पछाडि पाइदैन दौड्ने। 25 देखि 35 वर्षसम्मकी केटी भनेको बिहे गर्ने उमेर, क्रिकेट बल। फास्ट बलरले स्विङ गराउने, स्पिनरले नचाउने, एउटाले च्याप्पा समाउने, बाँकीले ताली बजाउने। 35 देखि 45 सम्मकी नारी भनेको हाम्रो श्रीमतीहरूको उमेर, बास्केटबल। जता जाँदा नि ढ्याप्ड्याप 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 गरेर हिँड्नु पर्ने। जहाँ जाँदा पनि ढ्याप्ड्याप 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 गरेर हिँड्नै पर्ने। साथीभाइको आँखा छलेर बास्केटमा चाहिँ छिराउनै पर्ने। 45 देखि 55 सम्मकी नारी भनेको भलिबल। बल्ल बल्ल फकाएर सर्भिस गरेर माइती पठायो, बाउले रिसिभ गर्छ, काकाले उठाउँछ, दाइजोले सर्ट हान्न तुरुन्तै घर पठाउँछ। 55 वर्ष माथिकी नारी भनेको गल्फको बल हो। यो बुढाहरूले खेल्ने खेल, यसको प्रयोग गर्ने बेग्लै छ कायदा। 55 वर्ष माथिको नारी भनेको गल्फको बल हो। यो बुढाहरूले खेल्ने खेल, यसको प्रयोग गर्ने बेग्लै छ कायदा। तीर्थ पढाएर हुन्छ कि माइत पढाएर हुन्छ, जति टाढा पुर्याउन सक्यो त्यति फाइदा। हजुरहरूलाई फाइदा, मलाई बिदा।